So hey guys, welcome to my vlog. On this today I am going on a trip that every Nepali plans, हैन तपाईहरुले गेस पनि गरिसक्नु होला अनि थम्बनेल हेरेर पनि थाहा भइसक्नु भयो होला नेपालीहरु चाहिँ पक्कै पनि त्यहाँ जान्छु भनेर चाहिँ प्लान चाहिँ गरेकै हुन्छन् मेरो धेरै साथीहरु त गइ पनि सक्यो बट त्यही पनि मेरो चाहिँ इट्स द फर्स्ट टाइम आई विल बी गोइङ टु मुस्ताङ आई विल प्रोबब्ली बी मेकिङ सम भ्लग्स अनि त्यसपछि हजुरहरुलाई नि हेर्न चाहिँ मजा आउँछ होला नभए मलाई हेर्न त मजा आइहाल्छ अनि त्यसपछि त्यो भन्दा बढी त मलाई के नै चाहियो र Thank you, bye bye. यो ट्रिपलाई अझै इन्ट्रेस्टिङ गराउनको लागि I decided to create a to-do list. This was going to make me an extrovert, an adventurous person, a religious guy, and most importantly, the chakchake chanchale Krishna that I always loved. So guys, we've just reached Galeshwar, हैन अनि त्यसपछि प्रोसेस के रहेछ भन्दाखेरि before you visit Muktinath temple, you must visit Galeshwar. त्यसपछि yeah, we'll be going here. यहाँ चाहिँ टेम्पल छ ढुङ्गा माथि बनेको टेम्पल रे. So we'll be exploring that. अनि त्यसपछि म पुड्के लागिरहेको तर यिनीहरु सबको दाइ हो म. दादा, that's a nice temple यार. राम्रो रहेछ मलाई चाहिँ राम्रो लाग्यो. त्यो भाइवे दिने खालको हो के because it's made above the rocks नि त. That's why. I just want to introduce you to हाम्रो ब्लगर मान्छे. What's up bro? All good bro. अनि के छ तिमीलाई कस्तो मुस्ताङ कति राम्रो है तर यो मुस्ताङै हैन के यहाँ यस्तो राम्रो हो भनेसी इमेजिन व्हाट मुस्ताङ वुड ब्रिङ के हाम्रो लागि है. सो गाइज विल बी इनिशिएटिङ आवर जर्नी टु मुस्ताङ अनि त्यसपछि यु नो कसलाई रिमेम्बर गर्नुपर्छ जे कुरा पनि इनिशिएट गर्नुभन्दा सुरुमा ही मस्ट बी प्रोबेबली लर्ड गणेश हैन. त्यसपछि आम गना जस्ट टेक हिज ब्लेसिङ्स एन्ड स्टार्ट माई जर्नी. होपफुली एकदमै मेमोरेबल हुन्छ होला हैन. अनि त्यसपछि साथीहरुसँग आउँदाखेरि या इट्स सो गुड. आज चाहिँ हामी मार्फा बस्छौँ होला. त्यसपछि टुमोरो मर्निङ विल बी गोइङ टु मुक्तिनाथ टेम्पल. या जे भए पनि मुस्ताङ वुड बी सो फन किनकि मुस्ताङ जाने त सबैको हुन्छ नि प्लान हैन र. ए विवेक सुन त ओ ईशान यार प्लान चाहिँ सबैको हुन्छ तर सबै आउन्नन्. ओके तिमी चढायो पैसा चढाइसक्यो. यत्रो बेर सोच्थ्यो त चढाइसक्यो भाइ भन्दैन कि मलाई चढाएको मलाई सोध्न. ओए निक्सनले चढायो. ईशान विवेक अस्ति मैले तिमीहरूको नाममा पनि चढाएको छु है गाइज है. ल यस्तो साथीभाइ चाहिँ तिमीहरूलाई के चाहियो म बुझ्दिनँ. आई डोन्ट नो सिङ वायर लिभिङ अस एन्ड गोइङ टु होस्टेल. हामी चाहिँ यस्तै धारामा गएर विल बी टेकिङ बाथ होइन. त्यसपछि या आइ एम भेरी कन्फिडेन्ट अबाउट द्याट बिकज मलाई फेरि त्यो ठाउँ अनुसारको काम गर्नलाई चाहिँ कहिले पनि केही पनि लाज लाग्दैन होइन. त्यो ठाउँ स्पेसिफिक कुराहरू गर्न चाहिँ मलाई एकदम रमाइलो लाग्छ बिकज द्याट्स दि के भन्छ रियल वे अफ इन्जोइङ द ट्राभल होइन र. सो दिस इज द स्कर्पियो द्याट वी केम इन होइन. त्यसपछि यसले चाहिँ हामीलाई मुस्ताङ पुऱ्याउँछ. ए गाइज आई जस्ट वान गिभ यु अ टिजर अफ वेयर आई एम होइन. तपाईँहरूले चाहिँ अब आवाज पनि सुन्न सक्नुहुन्छ अफ दि वाटरफल. अनि त्यसपछि या दिस इज अ वाटरफल बट द्याट्स नट रुप्से. ओके रुप्सेमा हामी आउँछौँ तर दिस इज अल्सो अ गुड वाटरफल. गुड भन्दा पनि एभ्री वाटरफल इज गुड. पौडी खेल्ने हो निक्सन माथि गऱ्यो भने कहाँ तिलिचोमा अरे के आज तिलीचो तिलिचो त गइदिउँ न त आज के गर्ने. आज भ्याउँदैन यस्तो गरौँ कि मुस्ताङ जाम खोरङला कटौँ अनि त्यताबाट तिलिचो निस्किदिउँ. वाट डु यु से? ओए तिलीचो जाम तिलीचो. ल गाइज वी हेभ जस्ट रिच्ड यो झरना एन्ड आई डोन्ट नो यसको नाम. अनि त्यसपछि दिस इज सो ब्युटिफुल. दिस इज जस्ट अ ऱ्यान्डम झरना अनि इट्स सो ब्युटिफुल भनेपछि त खतरा झरनाहरू चाहिँ दे आर कमिङ अन द वे. अनि त्यसपछि या आम गन सो देम टु यु फर स्योर. अनि त्यसपछि दिस इज सच अ क्लिन वाटर. इट फिल्स लाइक आई सुड जस्ट जम्प राइट इन्टु द वाटर. अनि त्यसपछि आई विल बी सोइङ यु गाइज द बेस्ट अफ द बेस्ट. हामीले जे देख्छौँ आई विल बी सोइङ यु एभ्रिथिङ बिकज तिमीहरू प्लान मात्र बनाउने हो नि त आउने होइन. आउने भनेको म हो या ईशान तिमीलाई भनेको असिम तिमीलाई नि भनेको बुझिस् गान्टे तँलाई नि भनेको. ओके आइ एम टेलिङ इट टु यु गाइज. अनि त्यसपछि पहाड पनि हेर आनन्द तिमीहरू यु गाइज आर गना रिग्रेट एभ्रिथिङ. So hey guys, we've just reached हाम्रो खाना खाने ठाउँ. अनि त्यसपछि I just want to show you the view. Look at this thing यार. अनि तपाईँहरूलाई त्यो क्यामेरामा त इट माइट नट बी लुकिङ त्यस्तो मेस्मराइजिङ तर एक्चुअलीमा इट्स सो गोर्जियस के यो ग्रिनरी छ नि त्यसमा एउटा ब्लू टिन्ट छ कि त्यति भएपछि चाहिँ यस्तो नाइस देखिरहेछ. अब विल बी ह्याभिङ सम गुड फुड आई गेस. राम्रो छ भनेर छ भने चाहिँ राम्रै होला. एन्ड देन वी क्यान जस्ट chill around today. We'll be staying in Marfa. खाना साना खाइसक्यौँ गाइज. अब त्यसपछि हामी चाहिँ
आई गेस विल बी डाइरेक्टली गोइङ टु मुस्ताङ अब चाहिँ बिचमा केही त्यो झरना सरनाहरू हुन्छ त्यति बेलामा चाहिँ विल अभियसली स्टप होइन नत्र भने विल बी गोइङ डाइरेक्टली टु कहाँ बस्ने भन्थ्यौँ हामीले मार्फामा चाहिँ स्याउबारी छ अरे क्या राम्रो स्याउबारी मार्फा गाउँमा होइन त गाइज पानीको आवाज सुनेर यु माइट हेभ गेस्ट अलरेडी वे वी आर भनेर होइन अनि त्यसपछि वी आर एट रुप्से अनि यहाँ पनि अब एस्थेटिक फोटो खिच्नुपर्छ ऊ त्यो दिदीहरूबाट नाममा एस्थेटिक फोटो त्यहाँ गएर फोटो खिच्ने हो के हो मेरो आँखा जहिले ट्याक्कै दिदीहरूतिरै पुगिहाल्छ फेरि दाई भन्नु नि त सक्छु मैले दिस इज समथिङ ब्युटिफुल अनि त्यसपछि विल बी वकिङ अक्रस दिस स्ट्रिम अनि त्यतैतिर पुग्छौँ होला हामी पनि सायद गाइस हेर्न सक्नुहुन्छ तपाईँहरूले मलाई चाहिँ बाहुबलीवाला फिल आइरहेको आएर नो वाइ तर त्यता मात्रै होइन कि यता पनि सो नाइस अनि फेरि मैले इसानलाई सम्झेँ इसान असीम विवेक हामीले प्लान बनाइरहेको थियौँ बट यु आर नट हियर आइ एम विथ दिस गाइज यता चाहिँ फेसिनेटिङ छ होइन नो डाउट होइन तर मेरो मन त यताले चोरिरहेको छ वाउ यो क्यामेरामा आई क्यान नट एक्सप्रेस होइन कस्तो देखिरहेको छु भनेर बट यस्तो बवाल देखेँ अनि बवालै बवाल कि मेबी द ब्याक क्यामेरा क्यान गिभ द जस्टिस टु दिस भ्यू होइन हेर्नु होइन दामी देख्यो नि भने होइन र रूप्सेसम्म आइपुग्दा मेरो टु डु लिस्टको 3टा कुराहरू एकम्प्लिस भइसकेको थियो टक टु स्ट्रेन्जर मेक देम क्लिक फोटोज अनि भिजिट एटलिस्ट 2 वाटरफल्स अनि या आई वान्ट टु रिमेम्बर रजनी छेत्री दिदी फ्रम बुटवल तपाईँले चाहिँ हाम्रो यस्तो राम्रो फोटो खिचिदिनु भएको छ नि यु वर सुपर स्विट अनि फेरि पनि थ्याङ्क यू सो गाइज हामी मुस्ताङ जिल्ला पसिसक्यौँ अनि त्यसपछि आई जस्ट वान सो यु हाउ ब्युटिफुल द स्टार्टिङ अफ मुस्ताङ इज पुरै ल्यान्डफर्मै चेन्ज भयो मुस्ताङ आउने बित्तिकै रुखहरू पनि यस्तो बन्जरबाट यस्तो नाइस एन्ड एस्थेटिकमा पुग्यो के रे एल्पाइन फरेस्टहरूमा आइसक्यौँ हामी हजुरहरूले यसो देख्न सक्नुहुन्छ गाइज वी जस्ट स्टेप्ड आउट फ्रम आवर गाडी अनि त्यसपछि किन भन्दाखेरि यतिकै हेर्न बिकज द भ्यू इज दामी कस्तो यहाँ पुगेपछि कस्तो टेम्परेचरै पुरै चेन्ज भयो एकदम रमाइलो लागिरहेको छ होइन यहाँ चाहिँ जे होस् गर्मी छल्नै आए जस्तो चिसो भयो रमाइलो छ जे भयो भने मुस्ताङ चाहिँ अब आइयो फाइनल्ली धेरै प्लानपछि धेरै प्लानिङपछि धेरै प्लटिङपछि अनि रमाइलो हुँदो रहेछ हामी ओ कहाँ गाडी स्कुटी हो ए गाडी नि वहाँ रहेछ गाइस दिस इज यो एप्पलको रुखहरू होइन हजुरहरूले देख्न सक्नुहुन्छ अनि त्यसपछि हटल्याङ स्याउ खान मलाई भने ड्याक्क आइहाल्नु है स्याउ खानलाई मुस्ताङ सो गाइज वेब जस्ट रिच मार्फा अनि त्यसपछि या मुस्ताङमा आइसक्यौँ हामी स्वागत छ तपाईँहरूलाई मुस्ताङमा अनि यसरी हेर्ने भने चाहिँ मुस्ताङको पहाडहरू देख्न सकिन्छ अनि दे आर सो डिफ्रेन्ट देन रेगुलर पहाड्स द्याट वी सी होइन जस उरास लाग्दो तर जे भने राम्रो छ त्यही हो आफ्नो ठाउँभन्दा बाहिर आएर जस्तो जे कुरा देख्यो त्यो राम्रो लाग्ने रहेछ त्यही हो अनि त्यसपछि या वी माइट बी स्टेइङ इन दिस होटल टुडे ल मुस्ताङ हेर केटाहरू को आयो को आएन मेरो साथीहरू तिमीहरू प्लान मात्र बनाउने नआउनेहरू हेर ए इसान तिमीलाई नै भने हो कि मैले यार गान्टे यार तैँलाई भने असीम तिमीलाई नै भने मैले ल हेर ल गाइज वी फाइनली इन्टर्ड इन आवर रुम होइन हजुरहरू देख्न सक्नुहुन्छ ट्याक्क सब केटाहरू लाभाहरू यहीँ बसेर त्यसपछि तपाईँहरू जहिले पनि ऱ्यान्डम नर्मल भ्यू होइन केटाहरू त माछा पुछ्री देखिरहेको हुन्छ यार पोखरामा त त्यही पनि समथिङ डिफ्रेन्ट यहाँबाट देखिन्छ ल हेर हाम्रो रुमबाट देखिने भ्यू हेर केटाहरू हेर गाइस त्यहाँ मैले कस्तो मुस्ताङ भाइब्स दिनेवाला ठाउँ भेट्टाएँ यार त्यो हेर्नु न ट्याक्कै मुस्ताङ भनेर मेरो दिमागमा जे मैले उस गर्छु नि इमेजिन द्याट्स वाट इट इज के है अनि आई इमेजिन दिस थिङ्स टु तर जे भयो भने द्याट थिङ त्यो त्यस्तो टाइपको घर हो अथवा मन्दिर हो आई डोन्ट एक्चुअली नो होइन तर द्याट्स द थिङ द्याट कम्स इन माई माइन्ड वेन आई सी मुस्ताङ मलाई पहिला थाहा त थिएन होइन त्यहाँ यस्तो हावा लाग्दो रहेछ नि यहाँ मान्छे उडाउँछु जस्तो हावा लाग्छ गाइस म छतमा आएँ मलाई थाहा थिएन मम्मीले भन्न त भन्नुभएको थियो एकदम हावा चल्छ भनेर द्याट वाज ट्रु एकदमै हावा चलिरहेछ अनि यहाँ हामी बसेको होटेलको नाम चाहिँ मैले याद गरेँ तर अघि मैले जुन होटेल देखाएको थिएँ नि हजुरहरूलाई इट्स द सेम वान यस्तो हावा चलेछ मान्छे उडाउँछु जस्तो हावा चलेछ यार So guys, we're ready होइन मैले चाहिँ के गरेँ भन्दाखेरि ज्याकेट मात्रै हालेँ and this is we'll be going to Marfa village now मान्छे यो रमाइलो लागिरहेछ मुस्ताङ चाहिँ इट्स सो कोल्ड इन हियर गाइज मेरो त यहाँ मलाई यहाँ जाडोले के गर्छ उछिन्छ जस्तो चाहिँ मलाई लागिसक्यो
तर इट्स अलवेज ओके टु बी कोल्ड मैले थिङ्स टु डु इन मार्फा भिलेज भनेर भिडियो हेरेर आएको भए चाहिँ यस्तो रमाइलो गर्थ्यो होला होइन तर के भन्दाखेरि सङ्गत ल्याउँदै रमाइलो हुने अनि केटाहरू रमाइलो खान् विल डु सो मच रमाइलो हेयर जे होस् फर्केर मुस्ताङमा यो छुट्यो भन्ने चाहिँ म पार्दिनँ त्यही हो होइन यहाँ बब्बालै जाडो त छैन होइन तर त्यही पनि यो हावाको खानेपानी छैन नि त मलाई खास गरी एन्ड द्याट्स वाइ आई डिसाइडेड टु पुट अन दिस यत्रो ठुलो ज्याकेट द्याट्स ओके किनकि यसमा टोपी पनि छ अनि आई डोन्ट ह्याभ एनी अदर टोपी अनि दिस इज गन सेभ मी फ्रम एभ्री वाइन्ड एभ्री एफ भन्न लाग्थ्यो म भ्लगै हाल्छु भनेपछि चाहिँ यस्तो बोल्दिनँ भनेर कि गाइज म चाहिँ दाईसँग भेटिसकेँ है इसान हेर तिम्रो फेभरेट दाई के केटाहरू मुस्ताङमा आउनै पर्ने रहेछ नि इसान नआएको रिग्रेट भयो तिमीलाई अनि त्यसपछि यस्तो चटक्ने हामी गर्ने त हो तर नट टुडे विल नट बी डुइङ इट टुडे विल प्रब्लली के हो मेरो त हाई एल्टिट्युडमा आएपछि इङ्ग्लिसै बिग्रेछ क्या मेरो विल बी डुइङ इट टुमरो प्रोबेब्ली होइन मोस्ट प्रोबेब्ली भनौँ लगाइ चाहिँ डुल्ने भने यही त होला नि है अब योभन्दा अरू खासै केही होला जस्तो लागेन रातिमा चाहिँ आई गेस गोल्डन लाइट्सहरू छ होला अनि इट विल लुक सो गुड रातिमा चाहिँ नभने दिउँसोमा चाहिँ इट्स दि एभ्रिथिङ द्याट यु गेट हियर त्यही हो तर रोहन सुन न हामीले नि यो ड्रेस लाएर हिँड्यौँ भने यो केटीहरू जो छ नि यहाँ मतलब यो नभनौँ नट स्पेसिफिकली तर जो केटीहरू हुन्छ नि त्यो ढल्दैन नि ढल्छन् जस्तो लाउँछ कि न तिमीलाई होइन मैले लायो भने चाहिँ ढल्छन् तिमीलाई लायो भने ढल्छन् सल तर हामीले लायो भने मात्रै ढल्छन् कि अरू लाएर ढल्दैनन् कि बिकज अरू भनेको चाने चुने मान्छे ओके अरू भन्दा नि आइएम सर्ट अफ कन्टेन्ट क्या म के बोलाऊँ भन्ने नि थाहा छैन मलाई म जे मन लाग्यो त्यही बोलिदिन्छु कि किनकि म रोजनको दाइ हो रोजन मैले भर्खर तँलाई के भन्दा तैँले जे मन लाग्यो त्यही बोल्छस् भनिदिएँ कि मैले इज द्याट ट्रु यस ल ओ यसलाई नि इङ्ग्लिस आउँदो रहेछ यस भनिदिएर ए ऊ पनि स्मल हेभन नि पढेको थियो एकचोटि त्यो भएर नि होला एकता शिशु निकेतन पढेकाहरूलाई चाहिँ आउँछ जस्तो चाहिँ लाग्दैन मलाई त्यही हो ए अझै एउटा कुरो थाहा पाएँ मैले दे डोन्ट स्पिक नेपाली हियर त्यहाँ छुट्टै छुट्टै ल्याङ्ग्वेज छ आई डोन्ट नो वाट द ल्याङ्ग्वेज इज तर सुन्नलाई मजा आयो ओए के हो इङ्ग्लिस बोलेको क्या केटाहरू त ओ तिमी त झन् 12सम्म एकता परेको होइन भने कसरी आयो तिमीलाई इङ्ग्लिस I understand very clearly what I am talking. Oh my god. हैन यहाँ म्यामले पढाउनु जस्तो लाग्यो त सबले बुझ्यो नि त नि लौ यहाँ चाहिँ जस्ट टिकटक बनाउनु ठाउँ ए जेरी गल्ली गाइज we've seen जेरी गल्ली here and we're gonna enter there जेरी पोज कुन हो देखाइदियो त मलाई जेरी पोज रे केटाहरू यहाँ र यो पोज चाहिँ दिनैपर्छ हो हामी अड वान वाला फिल भइरहेको है मलाई बिकज एभ्री वान हियर इज वेयरिङ कल्चरल ड्रेस होइन अनि वेयर नट के हो यो हामीलाई ओडा लाउ भनेर सङ्केत दियो हो त सबैले तर द्याट्स गुड के हामी युनिक भइरहेको नि त यहाँ होइन अनि आई अलवेज लभ टु बी युनिक के बरु मेरो मम्मीले नाम चाहिँ के राखिदिएको कृष्ण प्रसाद पौडेल द्याट्स नट युनिक Were you talking to me? Yeah. Malai, get lost. Get lost. You're taking photos? Yeah. Hey, okay, I'll just get lost then. Okay. I'll talk to strangers of... Okay. I'll talk to strangers of Marfa. Guys, let's see what they say, होइन मेरो आँखा अगाडि there's a gift shop. त्यसपछि मैले गिफ्ट लैदिउँ भनेर सोचेँ अनि आई जस्ट रियलाइज देयर इज नो वान के मैले गिफ्ट लैदिनु पर्ने लिटरल नो वान बिकज आइ एम सिङ्गल होइन अनि त्यसपछि कोही पनि त छैन मम्मीलाई चाहिँ लैदिन्छु म बाबालाई नि होइन मम्मीलाई लगेर नि के काम म त पोखरा जाने हो पोखरा बस्छु लैदिन्छु अनि मेरो साथीहरूलाई लैदिन्छु म गिफ्ट ओके माई साथीज आई विल गेट यु सम गिफ्ट्स बट नट अहिले आई विल कम बेलुकातिर यहाँ चाहिँ रमाइलो जे होस् टुरिस्ट स्पट भएर पनि होला होइन लट्स अफ पिपल छन् अनि त्यसपछि दिस इज जेरी गल्ली वेयर जेरी भन्ने फिल्म सुट भएको थियो होइन अनमोल किसीको मेरो केटाहरू चाहिँ त्यहीँ फोटो खिचेर बसिरहेको होइन तर आई जस्ट वान एक्सप्लोर भन्दा नि मलाई हराउन मन लाग्यो द्याट्स इट अरू केही पनि होइन ओ माई गॉड द्याट्स अ मोनास्ट्री हियर होइन आई माइट बी गेटिङ इनसाइड इट माइट बी भन्दा पनि वाइ सुडन्ट आई भन्ने क्वेसन हुन्छ कि अनि या आई विल भन्ने नि हुन्छ कि या आई जस्ट गट इनसाइड हियर एन्ड देयर इज अ मोनास्ट्री सुड आई बी वकिङ यत्रो स्टेप्स वाइ नट मैले भाइलाई तिम्रो भिडियो बनाऊँ भनेको यो भाइ चाहिँ मुसुक्क हाँसेर बनाउन दिन्छु जसरी अनि त्यसपछि हिसेड नो अनि उसलाई सोधेँ अनि म चाहिँ तिमीले नो भने नि बनाइदिन्छु भने हेलो भाइ हेलो हात हल्लाइदियो कि यस्तरी ओए हिरो के भाइ यहाँ हामी जान पाउँछ नि है माथि ओके दिस इज द मोनास्ट्री अनि मैले त्यो भाइहरूलाई सोधेँ दे सेड द्याट आई क्यान गेट हियर होइन अनि म जहाँ जान सक्छु नि त्यहाँसम्म जानबाट रोकिदिनँ एक्लै भए पनि त्यही हो जान सक्ने चाहिँ यहीँसम्म हो जति गफ पेले पनि
एक्लै एक्लै लहर लहर हिँड्न मलाई साह्रै रमाइलो लाग्छ कि त्यही भएर म चाहिँ एक्लै एक्लै लहर लहर हिँडेर मार्फा लेखेको ठाउँ नि रहेछ त्यहाँ चाहिँ वाउ I'll be taking a selfie there किन हो यस्तो थकी लाग्यो मलाई म त हेल्दी हो त होइन र गाइस के लाग्छ तपाईँहरूलाई यस्तो हेल्दी मान्छेलाई नि गाह्रो भयो भनेपछि तपाईँहरू कहिले एक्सर्साइज नगर्ने कहिले केही नगर्ने मान्छेहरूलाई कति चाहिँ गाह्रो होला भन्ने मैले नबुझेँ कि दिस इज द मोनास्ट्री अनि त्यसपछि I'll just be sitting here for a minute because यस्तो बबा लागिरहेको नि अनि या I'm getting a good view of Marfa village talking to a stranger. So hello. So are you a YouTuber? I'm not actually a YouTuber, but I like to make vlogs. Good. What's your name? My name is Aryan. I'm from India. Yeah, okay. Maharashtra. Aryan, welcome to Nepal. Thank you so much. It's very beautiful, very pretty. Yeah, India is also very beautiful. Thank you. Okay. Okay guys, एकजना स्ट्रेन्जरसँग बोल्छु भन्ने मेरो जुन डेयर थियो नि त्यो पनि कम्प्लिट भयो. So see, I'm gonna roam around this place अलिकति धेरै and I'm gonna show you the beauty of के भन्छ यसलाई Marfa. Every time you see a ghanda, you just bang into it हैन त्यही हो मैले भनेको चाहिँ ल म त खतरा भएछु मलाई थाहा नि थिएन म त खतरा डेयर सेयर हान्ने भइसकेको छु जे होस् म त डेयरिङ पर्सनालिटी रहेछ आई डिड नट नो द्याट अर्लियर तर अब थाहा पाइसकेँ ओके यहाँ मार्फा लेखेको यस्तरी रमाइलो रहेछ वी क्यान जस्ट क्लिक सम फोटोज यहाँ आएर अनि त्यसपछि दिस इज द भ्यू अफ मार्फा भिलेज इट्स गुड एक्चुली अनि त्यसपछि आई डोन्ट नो वाट टु डु अब चाहिँ I'll just get into the place where my friends are because लाभा हिँड्यो भने नि त हराइन्छ नि होइन र केटाहरू मेरो मन चोर्यो भन्छ नि दिस इज एक्ज्याक्टली त्यो वर्डलाई जस्टिफाई गर्ने ठाउँ के मुस्ताङ इज सच अ ब्युटिफुल प्लेस टु बी इन अनि यहाँ तपाईँहरू आउनुभएको छैन भने प्लिज कम टु मुस्ताङ वाट आर यु डुइङ युर जस्ट वेस्टिङ यर लाइफ यहाँ नआएर चाहिँ अनि आई सी अ भेराइटी अफ रोजेस हेयर यस्तो दामी रोज छ नि ये बा टिप्न चाहिँ म खासै टिप्न मन लाग्दैन किनकि आई डोन्ट वान्ट टु डु एनी उटपटाङ हेयर तर आई विल जस्ट सो यु लुक एट द रोजेस त्यही गाइज मैले रोज पनि देखाएँ अब आई डोन्ट नो वाट सुड आई डु नेक्स्ट होइन तर फेरि त्यही हो कि मेरो बानी के छ भन्दाखेरि आई जस्ट वान्ट बी सो मच एक्सप्लोरिङ कि मलाई एउटा पनि रिग्रेट नहोस् म यहाँ आएर यो गरिनँ भन्ने चाहिँ द्याट्स इट म यहाँ पनि चढ्दिएँ एक्लै आई डोन्ट नो माई बोइज आर गन गेट हियर अर नट बट या आइ एम हियर त्यही हो द्याट्स द थिङ आई लाइक अबाउट मी आई जस्ट डु वाट एभर आई वान्ट नट द ब्याड थिङ्स बट द गुड वान्स अनि केटाहरू चाहिँ होस् यहीँ बिजी रहेछ यहीँ बिजी केटाहरू यहाँ मोनास्ट्री छ यार आई बिन टु द मोनास्ट्री भर्खरै यु क्यान जस्ट क्लिक सम फोटोज देयर त्यहाँ मार्फा लेखेको पनि लेट्स गो जाने हो गाइज यु नो वाट मैले आफ्नो केटाहरूलाई पनि जाम भनेर मोनास्ट्रीको बाटो ल्याइसकेँ अनि म पाखेँ त होइन एउटै बाटो 4-5 चोटि हिँड्नलाई तर तपाईँहरूले त्यो सोच्दा पनि फरक चाहिँ पर्दैन मलाई बिकज आई जस्ट वान रोम एभ्री नुक एन्ड कर्नर अफ दिस प्लेस अब म फेरि त्यहीँ जान्छु कि केटीहरू अल्सो इफ यु आर वाचिङ माई भ्लग तर मेरो भ्लगको केटीको जनसङ्ख्या चाहिँ एकदम थोरै छ तिमीहरू बढाउनु पऱ्यो कि सेयर गराउन आफ्नो साथीहरूलाई यार धेरै बोलेको छु त्यसमाथि हिँडेछु द्याट्स वाइ आइ एम गेटिङ सो मच टायर्ड भर्खर त्यहीँ गएर हो कि म लेट्स गो ल हामी आएको चाहिँ त्यहाँ मुनिबाट हो यु जस्ट निड टु क्लाइम्ब लाइक 50 or like 100 steps to get this view के अनि या आई थिङ्क इट्स वर्थ इट बिकज हामी पनि हेल्दी मान्छे के त्यही हो अलि एल्टिट्युडले गर्दा चाहिँ आम फिलिङ अ लिटल गाह्रो नथिङ एल्स भन्छ नि त्यही हो बिकज आई जस्ट नोटिस समथिङ यहाँ नि वेलकम टु मार्फा लेखेर रहेछ वेट थ्याङ्क यू भन्नु न थ्याङ्क यू भन्नु त वेलकम टु मार्फा भनेर थ्याङ्क यू भन्नु परेन दिज आर सम बेसिक इटिक्वेट्स के तिमीहरूले फलो गर्नुपर्ने अनि तपाईँहरूलाई म मेरो एउटा खतरा साथीसँग भेटाउँछु ओइ हि इज उमङ एके सस्पेन्स यिनीहरू भएपछि यस्तो रमाइलो भइरहेको नि होइन मेरो मम्मीले त भन्नुभएको थियो यस्तो खतरा हल्लाउँछ भनेर मैले तर पत्ताको चाहिँ थिइनँ कि किनकि त्यो हुन्छ नि एउटा आफ्नो उमेरको होइन मम्मी भनेपछि नपत्ताउने कुराहरू के मलाई पत्ता थिइनँ तर यहाँ चाहिँ मलाई यस्तो चिसो लाग्यो नि होइन यस्तो चिसो लाग्यो नि हावा चाहिँ टोपी चाहिँ लगाइदिनु पर्ने हुँदो रहेछ मैले भ्लगमा यस्तो हावादारी जे पाइदिए बोलेको तपाईँहरूले हेर्नु नि झ्याला होला तर मैले भ्लग बनाएको मैले हेर्न लाग्यो बिकज आई जस्ट गेट के भन्ने अब 100-200 भ्युज अनि त्यो 100-200 भ्युजको लागि म मेरो मेमोरिज त खेर फाल्दिनँ नि त तपाईँहरूलाई इन्फर्मेटिभ बनाएर द्याट्स वाइ आम गोना टक शिट अनि मैले हेर्ने त पछि मलाई एकदम रमाइलो लाग्छ त्यही हो थाहा छैन
गाइस सुन्नु न मैले एउटा कुरा नोटिस गरेँ के मोनास्ट्रीमा मान्छे किन आउँछन् पिस भएर बस्न होइन हामी आएर नि हल्ला गरेर हामी गाइज यस्तै हो यार चितवन केटाहरू जहाँ गयो नि हल्ला गर्ने रहेछ गाइज मेरो मोबाइलमा अझै 70% चार्ज रहेछ होइन म के बोलाउने छैन मेरो बोल्ने कुरा नि केही छैन देखाउने कुरा नि केही छैन त्यही भएर म यही बोलिदिन्छु कि गाइज बजा किरणलाई त म यसले गाडीमा नाटक हाने जस्तो लाग्यो होला है तिमीले के नाटक नबोलेर होइन मुला कहाँ नाटक हान्छौ तिमी नाटक हान्ने मान्छे नै होइन तिमी अब हेर न सब केटी आयो फर्किउँ कि नफर्किउँ गाइस तपाईँहरूलाई म स्याउ देखाउँछु बट दे आर सो मिनिएचर स्याउ होइन माइनस्कल स्याउ के भनौँ र अरूमा यस्तो सानो स्याउ त तितो हुन्छ अरे रे भन्दा नि मलाई कसैले भनेर मैले गफ हानिदिएको किनकि तपाईँहरूले नि त काँचो स्याउ त खानु भएन होला नि त द्याट्स वाइ गफ पेल्न चाहिँ मलाई कसैले रोक्न सक्दैन द्याट्स इट ल केटाहरू जे गर्न मिल्छ सब गरिदिने हो कि जे गर्न मिल्छ सब गरिदिने अनि फेरि यो यहाँ नि गरिनँ भने चाहिँ अलिकति रिग्रेट हुन्छ कि त्यही भएर आई जस्ट डोन्ट वान मिस एनिथिङको मतलब एनिथिङ हामी यहाँ कोडवर्डमा शालिग्राम भन्दै थियौँ बहिनीहरूले चाहिँ शालिग्रामले नै गुच्चा हो कि के खेलिरहेको छ ल्याउनु बहिनी मलाई एक्चुली दिस बहिनी सुपर क्युट के केटाहरू है ल हेर शालिग्राम बहिनी तिमी कस्तो क्युट भयो प्लस म यस्तो क्युट कसैलाई मलाई नि यस्तो क्युट कसैलाई हाल्दैन म यस्तो प्लस हान्थेँ होइन भन्दैनौ तिमीहरूले ठिक छ मलाई मोबाइल गोजीमा हाल्नै मन लागेन तर के बोलौँ भन्ने पनि आम सर्ट अफ वर्ड्स आम सर्ट अफ कन्टेन्ट यही भन्यो भने म 10 वटा भिडियो बनाइदिन्छु होइन ए नाइस आइडिया म चस्मा लाउँछु भिडियो खोलेर वा ल के भनौँ त खै अलि हावा पारो भइरहेको होइन ठिकै छ साथीहरूसँग हुँदा यस्तै पारो हुनुपर्छ जस्तो लाग्छ मलाई नभने पुरै मजा किरकिरा हुन्छ साह्रै छ केटाहरू यहाँ आउनु भए चाहिँ टोपी चाहिँ लिएरै आऊ नभए एउटा ज्याकेटमा टोपी भएको चाहिँ लिएर आऊ यस्तो खासै हिरो चाहिँ नपल्ट बिरामी हुनभन्दा राम्रो चाहिँ कपडा टन्न लाग्यो हो त्यही हो गाई त साह्रै सुनसान भएन र त गैडाकोटै जस्तो भयो त नि ओभर भयो त यार ल अझ अलिअलि लाइट बल्ने ठाउँमा चाहिँ आएछ हामी त ठिकै छ अलिअलि लाइट भयो नि म देखिन्छु नि त कालो मान्छे भनौँ भने नि यो गोरे नि देखेँ होइन कि गाई त्यो हो कि प्रब्लम त्यही आजकल म गोरो भइसक्यो किनकि पोखर बस्छु म अनि त्यसपछि घाममा खासै निस्किन नि त अनि चितवन जस्तो घाम पनि हुँदैन गोरो त भएको म तपाईँहरूको आँखा नि गोरो गराउनु यी हेर्नु नपत्ता म गोरो भएको यी हेर्नु त तल्के नि त म सुनसान यार एभ्रिथिङ सो दिउँसो चाहिँ अङ्कलहरूले यसमा बसेर गफाइरहनु भएको थियो अनि हामी चाहिँ बस्न पाएन नि त अनि अहिले या इट्स फ्री होइन त्यही भएर म चाहिँ बस्दिएको इट डज नट फिल सो गुड तर जे भयो नि ठाउँ अनुसारको एक्सपिरियन्स हो एन्ड आई टुक इट त अनि बस्दा त्यहाँ कस्तो हुँदो रहेछ होइन रमाइलो एक्सपिरियन्स एभ्रिथिङ इज एक्सपिरियन्स नि त नत्र हामी के राति हिँड्नुपर्ने हामीलाई बाध्यता त थिएन होला ल बस्यो कि एक्सपिरियन्स रोन बसेन नि त गाइस त्यो भन्दा कुरो बसेन नि त निक्सन हामी बस्यौँ नि त गाइस केही त गऱ्यौँ नि तिमीहरूभन्दा एक्स्ट्रा हामीले यहाँ चाहिँ खासै केही रहन्छ गाइस सुनसान रहेछ आज त फ्राइडे नाइट भनेर हिँडेको झन् हामी केही पनि नरहेछ देयर आर 6 पिपल इन द रोड दुईवटा चाहिँ हामी नै हो त्यही हो आई डोन्ट ह्याभ एनिथिङ टु से यो भनेर मलाई भन्नु पनि होइन बिकज कुरा गरे कुरैको दुःख बुझ्यौ साइको भएको हेर झन् म आजकल होइन यति सुनसान होला भन्ने चाहिँ मैले खासै एक्सपेक्ट चाहिँ गरेको थिइनँ तर यहाँ एक्सपेक्टेसन भर्सेस रियालिटी चाहिँ रहेछ है जेरी गल्ली भन्नु कि मार्फै भन्दिनँ यो साह्रै सुनसान भएन भने मलाई त साह्रै सुनसान लाग्यो त नि यो पोटेन्सियल बोकेको ठाउँ हो यो गाई चाहिँ तपाईँहरूलाई थाहा छैन भने द ओन्ली प्लेस भएर आई सप पिपुल कि होइन अहिले चाहिँ मान्छे कोही पनि रहन्छ म नहेर्नु न लाज आउँछ अनि त्यसपछि यहाँ 4-5जना मात्रै खाने धेरै त कोही नि होइन हामी त मस्त घुम्यौँ गाइस मुस्ताङ है रोहनले त नाइट लाइफै देख्नु भएन गाइस हेर्नु न यो यस्तो चकाचौँध लाइटिङ कतै देख्नु भएको थियो हजुरहरूले भन्नु न आफै भन्नु न देख्नु भएको थिएन नि पक्कै देख्नु भएको थिएन कहाँ देख्नुहुन्छ होला नि तपाईँहरू आउनु भएन मुस्ताङ तपाईँहरू भन्दा नि किसान तिमी अनि घन्टे अनि अस्ति तिमीहरू मुस्ताङ आएको त आएन नि तिमीहरूले यस्तो देखियो त ल हेर त यस्तो लाइटहरू त यहाँ यो घरतिरको जस्तो लाइट होइन यो दिस इज भिन्टेज लाइट ओके हेर म गफाडी भएको केटाहरू किनकि सङ्गत हेर न यार सङ्गत कस्तो
So hey guys, welcome to the day 2 of Muktinath भन्दा नि मुस्ताङ ट्राभल. अनि त्यसपछि टुडे विल बी हेयरिङ टु अस मुक्तिनाथ. अनि तपाईँहरूलाई थाहा छ हामी एकदम धर्मकर्म गर्ने मान्छे हो. अनि त्यसपछि हामी चाहिँ नुहाएर पनि रेडी भइसक्यौँ. अनि त्यसपछि धर्मकर्म नगर्ने पापीहरू दुष्टहरू अधर्मीहरू चाहिँ तपाईँहरूलाई म देखाउन चाहन्छु. देयर आर 3 अधर्मीज. फर्स्ट वान इज नेक्सन एन्ड द सेकेन्ड वान इज उमङ एन्ड द थर्ड वान इज दिपान्स. यिनीहरू नै एकछिनमा धर्म गर्छु भने छन्. लेट्स सी इफ दे विल टेक अ पाथ अर नट. तर दे मस्ट है नभए त गनाइहाल्छ नि भने होइन र 3 महिनाहरू नगर्नु त्यही त नि यार. वी क्यारिङ आवर ब्याग्स रेडी. अनि त्यसपछि त्यही हो मार्फा फेरि पनि तपाईँलाई म देखाउँछु नि. हामी बसेको होटल चाहिँ ठाक खोला रहेछ होइन. अनि यहाँ इट्स सो कोल्ड इन हेयर. यहाँ चाहिँ एकदम जाडो भइरहेको होइन. अनि त्यसपछि हिमालको चाहिँ एच पनि देखेँ होइन. मैले एउटा कुरा नोटिस गरेको रहन, हामी यहाँ आएदेखि हिमालको एच पनि देखेँ होइन. मैले बरु पोखराबाट देखेँ छतबाट, त्यहाँबाट राम्रो देखिन्थ्यो. यहाँबाट त नो हिमाल एट अल. ओके जान्छु मुक्तिनाथ टेम्पल धर्मकर्म गर्न आएको गाइज हामी. नो हिमाल. ओके ओन्ली धर्मकर्म. गाइज म चाहिँ भर्खर एउटा आइडिया पाएँ होइन. आई विल बी मेकिङ मेरो यस्तो टाइपको स्टिकर्स. अनि त्यसपछि म जान्छु त्यहाँ चाहिँ मैले टास्क दिन्छु कि त्यहाँ भएपछि के हुन्छ भन्दाखेरि मेरो कोही चिन्ने मान्छेहरू आयो भने त्यो त आउँदैन अफकोर्स. तर आयो भने अथवा म भाइरलै भएछु भने अथवा मेरो भिडियो चलेछ भने मेरो साथीहरूले हेर्ने भयो नि, ओ यो नि आएछ यहाँ वाउ भन्ने भयो नि त. त्यही भएर आई माइट बी मेकिङ सम स्टिकर्स. त्यही हो. जाडो भयो साह्रै जाडो चिसो हावा चल्दो रहेछ एकदम. मलाई एकदम चिसो लाग्यो. गाइज आई वान्ट गिभ यु अ स्निक पिक अफ दिस माउन्टेन भनेको मेरो मोबाइललाई धान्दै धानेन नि त यार. धेरै टल्कियो नि त हिमाल त. र ल म तिमीहरूलाई देखाउँछु ल. ल हेर हिमाल हेर. देख्यो यति हिमाल त मैले तिमीहरूलाई त पहिला पनि देखाइसकेको हो. त्यही पनि ठिकै छ. ल हेर न दिस इज कागबेनी कि वेयर इन कागबेनी. अनि कागबेनीमा चाहिँ अलि रिलिजियस कुराहरू गरिन्छ. सराद गरिन्छ. प्लेस तिम्रो अगाडि त म कस्तो काले देखेको यार. निक्सन आउँदा गोरो देखिन पऱ्यो. गोरो भयो म. ये गाइज आई जस्ट न्यू अ फ्याक्ट कि यहाँ चाहिँ 2टा खोला मिट हुँदो रहेछ कि सङ्गम रहेछ यो चाहिँ. आई डोन्ट नो वाट रिभर्स. तर अनि सो यु त्यो 2टा रिभर मिट भएको ठाउँ. रिभर इज कमिङ फ्रम दिस साइड एन्ड अनदर रिभर इज कमिङ फ्रम द्याट साइड. अनि त्यो 2टा रिभर चाहिँ मिक्स भइरहेछ. केरा हो मैले यहाँ सुनेको के भन्दाखेरि यहाँको पानी छोएर कपालमा यस्तो लगायो भने के हुन्छ मुखसुख धोयो भने गोरो हुन्छ, जीवन सफल हुन्छ अरे के. गोरो त रोजनले त लाउनै परेन. दिपान्सले यता ढुङ्गा त सस्पेन्सनवाला रहेछ. डर लागिरहेको. हाम्रो चाहिँ यहाँ गर्ने काम केही पाएन. म चाहिँ हामी सिधै यार मलाई त के भन्छ अरे तिमीलाई पो गाडी लाउने. आज बोलेको कि तिमी हिरो सही हो. हाम्रो उमङ साथीलाई चाहिँ औषधिले हो कि केले हो हान्न चाहिँ हानेछ. ल्याम्मै गाला झाप्पडै हानेछ. गाडीमै बस्यो. कस्तो यो चिसो हावा त मैले त नाकबाट यिनीहरूलाई गर्न नसक्ने हो कि के हो खै. मलाई त कस्तो गाह्रो भइरहेको एकछिन त. सो गाइज हामी चाहिँ गाडी रोकिसक्यौँ. अनि त्यसपछि हामी चाहिँ मुक्तिनाथ टेम्पलवाला एरियामा आइसक्यौँ. हजुरहरूले देख्न सक्नुहुन्छ लट्स एन्ड लट्स अफ गाडीहरू छ. लट्स एन्ड लट्स अफ भेहिकल्स छ. तर बाइकको पार्किङ चाहिँ खै छैन कि माथि नै पुग्छ बाइक. आएर नो जे भयो नि अब हामी मुक्तिनाथको एरियामा चाहिँ एन्टर गरिसक्यौँ. अनि त्यसपछि विल बी गोइङ टु मुक्तिनाथ टेम्पल. अनि त्यहाँ चाहिँ हामी नुहाउने पनि हो. बिकज आई डोन्ट वान्ट मिस आउट एनिथिङ के. मलाई केही कुरा पनि छुटाउनु छैन. नम्बर 1 तिमीलाई यो चस्मा राम्रो लाग्छ. लौ राख ल राख खास गरी रोहनकै चस्मा मेरो चस्मा. ओके ओ ईशान तिमीले के देख्न पाएनौ भनेर म तिमीलाई भनिदिउँ. तिमीले के देख्न पाएनौ भनिदिन्छु ल म. ल हेर ईशान तिमीले यो भ्यू देख्न पाएनौ. दिस इज मुक्तिनाथ भिलेज. गाइज यहाँ चाहिँ मैले थोरुङला पास देखेँ होइन. अनि यो मुक्तिनाथ टेम्पल. अनि त्यो चाहिँ यहाँबाट यसरी ट्रेक हान्दै गयौँ भने थोरुङला पुग्छौँ हामी. थोरुङला पनि वान डे विल बी डुइङ इट फर स्योर होइन. किन नगर्ने त नि जिन्दगीमा. किन यो चाहिँ गर्न पाएन भन्ने रिग्रेट चाहिँ किन राख्नु छ र होइन र.
आई विल डु एभ्रिथिङ मैले सकुन्जेलसम्म चाहिँ मलाई सबै कुरा गर्नु मन छ त्यही हो अब मुक्तिनाथ टेम्पलतिर लागौँ होला गफ चाहिँ खतरा हान्ने भएर चाहिँ म केटाहरूले नि भन्दै थिएँ तर द्याट्स पार्ट अफ फन होइन त्यही हो गाइस यताबाट एउटा सानो गल्ली त नभनौँ यसलाई गल्ली भन्न त मिल्दैन कि होइन यो सानो ट्रेल रहेछ यो ट्रेल हाइक गर्नुपर्ने रहेछ हामीले खै मलाई यस्तो गाह्रो त हुन्थेन एल्टिट्युड होइन तर गाडीमा आएको भएर होला खै अलिअलि थकाइ चाहिँ लाग्छ अनि सास पनि लामो लामो लिइरहेको छु कि मैले यस्तो मलाई कहिले पनि भएको थिएन बुढो भएको लक्षण हो र यो होइन होला है बुढी नै छैन कसरी बुढो हुने ल खच्चड हेर केटाहरू ओहो रोजन यो स्मेलले त नोस्टाल्जिया हुन्छ कि है मार्दिमा नि यस्तै गनाउने हेर साह्रै गनाउँछ फेरि मलाई यो गु चाहिँ यो गु के अरू स्पेसली दिस वान गाई चाहिँ हिँड्न चाहिँ पर्दो रहेछ होइन तर त्यो खत्रै धेरै नै भन्ने त होइन यु जस्ट निड टु वक अराउन्ड 30-40 मिनट्स एप्रोक्स त्यत्रो पनि होइन होला है अब त्यही पनि गफ हान्दै हेर्दै हेर्दै नयाँ ठाउँ हो नि त यो अनि त्यसपछि यस्तो यता हेऱ्यो भने यस्तो देखिन्छ होइन यता हेऱ्यो भने फेरि यो बुद्धको के हो त्यस्तो देखिन्छ अगाडि हेऱ्यो भने कस्तो देखिन्छ देखाम अगाडि हेऱ्यो भने फेरि यस्तो देखिन्छ अनि त्यस्तो हुँदाखेरि होइन त्यो हेर्दै 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 रमाइलो हुँदो रहेछ गाइस हामी कति किलोमिटर हिँड्छौँ त नि रन भन्नु नि त यार 2 किलोमिटर जस्तै लाग्यो मलाई चाहिँ 2 किलोमिटर इज नथिङ के ब्रो 2 किलोमिटर इज लाइक स्न्याप अफ फिङ्गर्स अ पिस अफ केक त्यही त नि अ पिस अफ केक भनेको त मिठो भयो ए होइन नि के भन्छ त्यसलाई ब्लिङ्क अफ एन आईमा पुगिन्छ क्या हामी होइन र आँखा झिमिक्क गर्दाखेरि पुगिन्छ कि वकिङ डिस्टेन्स आँखा झिमिक्क गर्दा पुगिन्छ न त हेर्ने हो ल हेर त पुगिसक्यो म सरी गाइस परेड गाइस सरी गाईहरूलाई नि एकछिन चिज गर्नुपर्ने हुन्छ गाई ओ भाइ चोरी गाई हेलो चोरी गाई ए चोरी गाई यता हेर त ओ माई गड चोरी गाई यस सो ब्युटिफुल गाइस हामी गेटमा त आइसक्यौँ होइन मुक्तिनाथको अनि वी जस्ट निड टु क्लाइम्ब द स्टेयर्स होइन अनि त्यसपछि विल बी रिचिङ मुक्तिनाथ टेम्पल के वाओ बिफोर यु इनिसिएट यु जस्ट निड टु बो अनि सो ग्रेटिट्युड त्यही हो अरू त के भन्नु म भन्न खासै धेरै त आउन्न क्या मलाई तर केही न केही चाहिँ भनिरहेको हुन्छ हरेकचोटि खै ट्यालेन्ट हो कि बर्न हो कि बर्न विथ दिस ट्यालेन्ट हुन्छ नि केटाहरू त्यही हो ल हेर त भिआइपी ट्रिटमेन्ट होइन त यो हामी यहाँ हिँड्दै आउनु परेछ यस्तो भिआइपी ट्रिटमेन्ट पाउनु भयो त गाइज खै किन हो यार यहाँ चाहिँ ट्रेकिङ भन्दा पनि अलिक सास फेर्न गाह्रो लगाइरहेको छ द्याट माइ बी बिकज वी आर नट एक्लोमेटाइज नि त ट्याक्कै गाडीमा सिधै यत्रो चढ्यौँ नि त हामी ट्रेकिङ भएर हिँड्दै 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 आउँथ्यो भने हाम्रो बडी रेडी हुन नि त पाउँथ्यो नि प्रिपेयर्ड हुन नि त पाउँथ्यो नि होइन त्यही भएर होला बट द्याट्स अल राइट हामीलाई लेग सेक लाउनु छ जस्तो चाहिँ मलाई लाग्दैन बिकज वी आर सो फिट के गाइज वी डु डेली एक्सर्साइज वी डोन्ट ड्रिङ्क वी डोन्ट स्मोक त्यो हो कि कुरो पिपल आर मेड अफ स्टिल यु क्यान सी द एक्जाम्पल मेड अफ स्टिल भन्छ नि बलियो मान्छे भन्छ नि ऊ इक्जाम्पल हामी लक्का झन् 19-20 वर्षको मान्छे नसकेका मान्छे उहाँ दिदीले ट्याक्क काँदा मान्छे हालेर हिँड्नु भएको कि द्याट्स समथिङ टु एप्रिसिएट है मलाई फेरि एप्रिसिएट गर्न मिल्ने कुरा देखेपछि चाहिँ एप्रिसिएट चाहिँ गरिदिइहाल्न मन लाग्छ कि त्यही हो नथिङ एल्स सास फुल्यो एकछिन चुप्लाउँछु है गाइज मैले नि बजाइदिइहालौँ न होइन गाइज मेरो त नाइस बज्यो त गाइज मुक्तिनाथ टेम्पल कि गाइज तपाईँहरूलाई कि एफबाट सुरु हुने अनि वाइबाट सकिने वर्ड थाहा छैन नि म भनिदिउँ फाइनली मुक्तिनाथ फाइनली है अनि त्यसपछि यहाँ वेभ रिच्ड मुक्तिनाथ अब मुक्तिनाथमा जाने दर्शन गर्ने नुहाउने सुहाउने 108 धारा त्यति भएपछि त पाप चाहिँ मैले खासै केही पनि गरेको छैन होइन नोइङली चाहिँ अननोइङली गरेको पापहरू नि मेटिन्छ होला मेटिनै पऱ्यो नि यार शुद्ध मन वचन कर्म भएको मान्छेहरूको त सो गाइज आइ एम जस्ट राइट इन फ्रन्ट अफ मुक्तिनाथ टेम्पल अनि त्यसपछि भाक्कलै भएको थियो होला यहाँ जान्छु भन्दाखेरि चाहिँ आज चाहिँ पुरा भयो फाइनली अनि त्यसपछि इट फिल सो गुड टु बी हियर अनि त्यसपछि झन् केटाहरूसँग हुँदा चाहिँ इट्स अ डिफ्रेन्ट फिलिङ होइन इट्स अ डिफ्रेन्ट फिलिङ अब हामी पनि यसरी नै चुलुङ हान्नुपर्छ केटाहरू जाडो साडो आङ्केपछि र जाडो बिगत हिँड्दा गर्ने भइसक्यो नि त
अनि त्यही हो यहाँ अनि जाडो साडो नि भइरहेको छ जे पनि भइरहेको छ तर रमाइलो पनि भइरहेको छ गाइज रमाइलो चाहिँ हुनै पऱ्यो गाइज हियर इज अ ह्युज लाइन अफ पिपल वेटिङ टु भिजिट द टेम्पल होइन अनि त्यसपछि रमाइलै रहेछ मलाई त राम्रो लागेको ठाउँ तर पछाडि हिउँले ढकमक्क ढाकेको भए यस्तो बवाल हुन्थ्यो नि हेर ठिकै छ तर एभ्रिथिङ इज ओके एभ्रिथिङ इज पर्फेक्टली फाइन अर्कोचोटि आउनलाई नि त केही बाँकी राख्नु पऱ्यो नि गाइज होइन मैले चाहिँ हिउँ बाँकी राखिदिएँ गाइज आम इनसाइड अ चेन्जिङ रुम अनि त्यसपछि मैले चेन्ज गर्न लाग्यो कि द्याट्स वाट यु डु इन अ चेन्जिङ रुम होइन र मुनि त पाइन्छ अलिक चेन्जिङ आऊ पट्टु लिएर आज मैले लगाइछु मोबाइलको बाटो टेस्ट नि गरिहालेँ मैले मुक्ति राख्नु ए झुकेर बाटो टेस्ट भयो यार अच्छु हेर न मोबाइल गोजेर हेर एउटाले निकालेन हाल्ने चाहिँ मलाई थाहा भएको स्विमिङ खेलौँ न त्यहाँ म त गएँ स्विमिङ खेल्न फेरि अझै एउटा आँटिराख्नु मलाई यहाँ स्विमिङ खेल्न मन लाग्यो गाई यति यतिखेर एकचोटि तैरी ट्राई चाहिँ गर्छु म सिक्का छैन यता हुन्छ सिक्का ए यहाँ हुन्न We don't hunt for Sika, we hunt for money, guys. मेरो लागि त प्याकेजै भयो नि त गाइज मुस्ताङ त पौडी पनि खेलेँ सिक्का पनि भेटाएँ नोट पनि भेटाएँ के मेरो धनी हुने लक्षण त गाइज कपडा लाउँछ नभए बिरामी हुने लक्षण देखिन्छ गाइज ओए 10 रुपियाँ पनि सिक्का पनि अच्छा अच्छा पैसा नि भेटाएँ ओ यता हात कमाएको पैसा नि भेटाएँ सिक्का नि भेटाएँ कि धन क्या मजा आयो गाइस गान्डे तर म भए चाहिँ 1 घन्टा चाहिँ स्विमिङ खेलेर बस्थ्यौँ होला तल मैले मिस गरिरहेको छु ल त्यही हो गाइस मलाई त अलिअलि चटकै हान्नु मन लाग्यो म चाहिँ सब हानिदिन्छु कोही बल्ल ज्यान तात्यो हेल अफ एक्सपिरियन्स भन्छ नि त्यो चाहिँ मैले चाहिँ लिएँ क्या गाइज म चाहिँ केही नै छोडिनँ म त स्विमिङ पनि खेल्थेँ कि स्विमिङ हु डज स्विमिङ इन मुस्ताङ आई डु साह्रै जाडो भइरहेको मलाई चाहिँ तर ठिकै छ यो भनेको के हो त भन्दाखेरि दिस इज जस्ट फर अ फ्यु मिनट्स के त्यसपछि आई विल बी ओके आफ्टर देम ल गाइज आई हेभ चेन्ज है अनि त्यसपछि आई पुट अन माई प्यान्ट्स त्यसपछि अब के हुन्छ भन्दाखेरि म कपडा लाउँछु ला जाडो भयो आछु आछु भन्न त पाइयो नि है ए मजाले पाइयो कहाँबाट हो त्यो चाहिँ हामी अहिले काठमाडौँदेखि त्यो ठाउँ पोखरा तर घर चाहिँ चितवन हुन्छ चितवन होइन कि मेरो नवल परासी हो गाइज होइन चितवन भन्न मन लाउने रहेछ हेर गैडागुड बस्ने भएपछि त्यही हो मलाई खासै धेरै उस चाहिँ माग्न मन लाग्न भगवान्सँग तर मैले भगवान्सँग सधैँ माग्ने चाहिँ के भन्दाखेरि डोन्ट स्टप मी भन आई वान्ट टु राइज भन्ने चाहिँ हो त्यही हो भगवान्ले स्टप गर्नुहुन्न पनि अनि या वेलकम बद्रीनाथ टेम्पल अनि अरू त के भनौँ र खै मलाई त बोल्न लाज लाग्यो Hey guys, I want to make a vlog saying, mentioning the people I miss. होइन अहिले चाहिँ म कोलाई मिस गरिरहेको छु भन्दाखेरि I'm missing Ishan, I'm missing Asim, I'm missing Vivek, अनि I'm missing my mom and dad, and I'm missing all my friends. अमित तलाई मिस गरेछु मैले, गौरव तलाई मिस गरेछु, विनायकलाई पनि गर्छु, दुईतेलाई पनि गर्छु, सबलाई मिस गरेछु मैले मेरो साथीहरू त्यही हो सबलाई भन्दिनँ सबलाई मौका बाँडिदिने त्यही हो मेरो काम अब केही छैन अरू काम हेर मुस्ताङ यस्तो हुन्छ देखेको थियौ मुक्तिनाथ आएको थियो तिमीहरू आएको थिएन गाइज आउन डोनेट समथिङ होइन यहाँ दानपेटिकामा म सबैलाई सम्झेर चढाइदिन्छु म साथीहरूलाई पनि सम्झेर ल केटाहरू मैले तिमीहरू सबैलाई सम्झेर चढाइदिएँ है पैसा है ओके ल दिस वान इज फर इसान दिस वान इज फर असिम दिस वान इज फर विवेक
This one is for me. After मैले ल मलाई भिडियो किन हाल्नु मलाई भन्दाखेरि भिडियोज आर हेर्नलाई अलि मजा नि त देन फोटोज स्टोरेज नै धेरै हुन्छ आछु गाइस द्याट्स इट मुक्तिनाथको पनि दर्शन गरेर भइसक्यो हामीले पौडी सौडी खेल्यौँ सुबिलको लगायौँ 108 धारा पनि आयौँ इट वाज सो इन्ट्रेस्टिङ बेस्ट मेमोरिज कलेक्टेड अनि त्यसपछि वाट वे गना डु टुडे भनेको अब चाहिँ हामी दुम्बा लेक जान्छौँ होला कता कता मलाई पिसाब लाग्यो यार म त कसम धेरै बेर बसेको रोहन हेरेर बिरामी चाहिँ नभइदियो हुन्थ्यो बिरामी नभएन भने त मेरो त बेस्ट एक्सपिरियन्स हो यार मलाई एकदम रमाइलो लाग्यो मलाई एकदम खुसी पनि लाग्छ होइन जे गर्छु भन्थ्यो नि आई डिड एभ्रिथिङ के त पौडी खेल्छु भने पौडी पनि खेलेँ त्यो जस्तो रमाइलो त के नै हुन्छ र अरू हुन्छ र गाइज केही हुन्छ भने चाहिँ भन्दिनँ ल मलाई केटाहरू खै म त फोन गर्छु यार केटाहरू कहाँ गयो भनेको चाहिँ तिनीहरू चाहिँ त्यो गौतम बुद्धको मूर्ति भएको ठाउँमा गएर छन् होइन अनि तिनीहरू मात्र त किन जान्छ नि वाइ सुड दे हेभ अल द फन भनेर वी आर अल्सो गोइङ देयर या मलाई थकाइ चाहिँ लाग्यो गाइज हाई एल्टिट्युडमा चकचक गर्न एकदम रमाइलो हुँदो रहेछ होइन झन् आसिदिएको बात नि होइन रमाइलो छुट्टै के त्यो पानीमा गएर हम्फाल्नु भनेको एउटा आफैमा अचिभमेन्ट जस्तो क्या हाम्रो लागि चाहिँ म त सक्दिनँ जस्तो लागिरहेको थियो पहिला मलाई चाहिँ म त काम छु जेसुकै गर्छु जाडै होस् कठ्याङ्ग्रेरै बस्छु तर जान्छु भन्थेँ अन्त 2 चोटि गयो क्या गाइज मेरो झन् धेरै पाप पखालियो अब मेरो पाप पखालेको माइनसमा खायो गाइज अब मैले केही पाइप गरेँ नि त्यसले न्युट्रलाइज गरिदिन्छ कि गाइज है किनकि म 2 चोटि गएँ नि त त्यही हो बल्ल मिठो घाम लाग्यो एकछिनमा सनबाथ लिग्छु होला यहाँ चाहिँ ट्याक्क घाम हेर्दै बस्छु अनि यो ठाउँ इज पिसफुल बिकज लर्ड गौतम बुद्ध इज हियर नि त अब वाट एल्स डु आई गफाइङ आई डोन्ट नो तर गफबाट मलाई कसरी रोक्न सक्छ त सक्दैन नि सो आई विल डु मोर अफ द्याट गफ एन्ड सिट मुक्तिनाथ टेम्पल पुगिसक्दाखेरि मेरो लिस्टको 108 धारा नुहाउने कुण्डमा नुहाउने अनि सिक्का भेट्टाउने जस्तो कुराहरू चाहिँ पुरा भइसकेको थियो अब बाँकी थियो केही मुस्ताङमै गर्नुपर्ने कुराहरू टिकटक बनाउने अनि त्यसपछि लोकल फुड ट्राई गर्ने गाइस सुन न के अरे यहाँ आएर नि मैले ओ मुस्ताङमा भन्ने भ्लग गराएन भने भिडियो बनाएन भने टिकटक गराएन भने यहाँको भयो त अर्थ कम्प्लिट अर्थ भयो त भएन नि त्यो नि बनाउँछु कि म त्यो चाहिँ यु क्यान सी इन माई टिकटक एकाउन्ट किरण पौडेल 89 होला मलाई जे होस् होइन गफान मलाई राख तर आम सर्ट अफ वर्ड्स त्यही भएर आम जस्ट टकिङ सिट के बोलेछु म थाहा नै छैन गाइज त्यही हो के भनौँ र म त एज आइभ गट अ ऱ्यान्डम थिङ टु डु रोक्नु भएन म भ्लग गराइदिँदैछु रेडी है 3 2 1 म चाहिँ अन्टीको टिकटक बनाइदिएँ भर्खर जस्ट ऱ्यान्डम थिङ टु डु इन मुस्ताङ मैले काम चाहिँ पाएँ ल गाइज दिपान्स पनि भिडियोग्राफर भइहाल्यो हामी सब भिडियोग्राफर फोटोग्राफरहरू हो क्या हामी साथीहरू चाहिँ कोही चाहिँ सुतिरहन् कोही चाहिँ के गरिरहन् जे होस् रमाइलो छ मुस्ताङमा ओ मुस्ताङमा गाइज DECIDE के हुन्छ डिसाइड हुन्छ होइन एन्ड आई डिसाइडेड टु मेक अ भ्लग यहाँ भगवान्लाई देखाएर अनि म चाहिँ त्यहाँ फोटो पनि खिचाएको छु ल ध्यान दिएर ध्यान मतलब मेडिटेट गरेको फोटो छ अनि त्यसपछि यहाँ आई लुक गुड इन एभ्री पोज त्यही हो आई डोन्ट हेभ एनिथिङ एल्स टु से भनेर मैले 50 चोटि त भने होला यो भ्लगमा तर म त्यो 3-4 चोटि मात्र हाल्छु किनकि 50 चोटि हाल्यो भने म मजा हुन नि त ल गाइज हामी चाहिँ अब मुक्तिनाथ टेम्पललाई पछाडि राख्दै जानुपर्ने हुन्छ कि गाइज बाई बाई भन्नुपर्ने हुन्छ बुझ्यौ बाई बाई मुक्तिनाथ टेम्पल जे होस् मेरो चाहिँ इच्छा थियो होइन साह्रै धेरै इच्छा थियो मुस्ताङ आउने मुक्तिनाथ आउने त्यो इच्छा चाहिँ पुरा भयो गाइज है अनि त्यसपछि अब मेरो अझै एउटा इच्छा थप्यो कि हिउँ पर्दा आउने त्यो भनेको अब मुस्ताङ फेरि आउने बाहना हो कि गाइज है हिउँ पर्दा आउने भनेर भन्ने बहाना रिजन हो क्या नयाँ मुस्ताङ किन जान्छस् अस्ति गइसकिस् 2 वर्ष अगाडि गइसकिस् भन्नुभयो भने एउटा बाहना भइहाल्यो नि त हिउँ हेर्ने त्यही हो गाइज त्यही हो मलाई मुस्ताङ चाहिँ साह्रै मन पर्यो सबैलाई मनपर्छ किसानलाई नि मन पर्थ्यो होला आउँदै आएन अब के किसान अब यार मैले अति हेर्दिनँ त तिमीहरूलाई आऊ गाई यार स्नोफल नि भएर चाहिँ अलिअलि तर स्नोफल भन्दा नि वाटरफल भइदियो क्या यहाँ पानी परो ल हेर्नु त मुनि पानीको छिटा दिनुभयो टेन्सन भयो नि त गाई यार
तर ठिकै हो जस्तो नि लाग्छ क्या मलाई। हामीले मुक्तिनाथमा पानी परेको नि त भेट टाइम नि त होइन र हामी अनि यहीँ आइसकेपछि पऱ्यो नि त पानी द्याट्स गुड। हामी वहीँ हुँदा पानी परेको भए वुड ह्याभ बिन वेट फर अ लङ पिरियड अफ टाइम नि त होइन गाइस। ठिकै हो जस्तो लाग्छ मलाई चाहिँ वाट ह्यापन्स फर गुड त्यही हो गाइज है अन्त रोहन यसरी चाहिँ रोहनले भ्लग स्टार्ट गर्छ है गाइज अन्त चाहिँ त्यही त हो गाइज है भन्दै नि भ्लग स्टार्ट गरिदिने अनि त्यसपछि मुस्ताङ देखाइदिने अन्त देखाइदिउँ त म पनि मुस्ताङ हेर है त कहाँ छौँ हेर त हुडमाथि चढेछ मन त्यसपछि लास्ट हावा चल्दो रहेछ यो ठाउँको रमाइलो नै त्यही होला होइन हावा चल्ने कति हावा चलेको मेरो मोबाइल खसालिन्छ जस्तो यसैसँग झ्योर मलाई खसाल्छ क्या ल हेर भ्यू हेर केटाहरू भ्यू भने यस्तो हुन्छ कि गाइज यस्तो नि हुन्छ ल यस्तो नि हुन्छ 360 भ्यू हेर नि गाइज दिस इज द मोस्ट भाइरल रोड होइन मुस्ताङमा अनि त्यसपछि एकदम भाइरल रोड हो के भनौँ र अरू त खै है त गाइज है त हामी चाहिँ अब भइसक्यो सब कामकाज कारबाही टिकटक सिकटक एभ्रिथिङ यहाँ चाहिँ यस्तो हलाउँदो रहेछ मान्छे उडाउनु जस्तो हलाउँदो रहेछ मलाई त एकचोटि धान दिएको नि गाइज म त पछाडि सुतेको धान दियो मलाई त मा हेर त कपाल उडाएको गाइज पेप्रिस ढुम्बा लेक है सो गाइज म चाहिँ ठ्याक्कै ढुम्बा लेक अगाडि छु होइन त्यसपछि इट्स जस्ट सो ब्युटिफुल क्या यार म तपाईँहरूलाई भने मात्र हो है तपाईँहरूले देख्नु त भएको होला होइन त्यही पनि रियल लाइफमा मैले जुन देखिरहेको छु नि इट्स जस्ट सो ब्युटिफुल क्या गाइज यार आई वान सो यु द्याट भ्यू ल मेरो आँखाबाट देखिरहेको भ्यू चाहिँ म हजुरहरूलाई देखाउँछु ल यस्तो खतरा खाने ठाउँ कल हाउलाउँदो रहेछ मुस्ताङमा सुते पनि उठाइदिन्छ क्या गाइज यस्तो खतरा हावा प्लेस ओए गाइज हामी चाहिँ अब मुस्ताङको टिपिकल झोल मोमो खान आइरहेको छौँ टिपिकल भन्दा पनि नट टिपिकल बट एकदमै धेरै फेमस अनि त्यो चाहिँ हामीले कहाँ पाउँछौँ भन्दाखेरि चाहिँ सोलुखुमको मोमो रेस्टुरेन्ट भन्ने छ अनि त्यसपछि विल बी गोइङ हियर अरूभन्दा पनि बाहिरसम्म आइसक्यो त्यो अरूमा चाहिँ त्यही भएर आइ एम भेरी एक्साइटेड टु हेभ द्याट भइसक्यो अनि इट वाज क्वाइट नाइस मलाई त ठिकै लाग्यो राम्रो लाग्यो जाऊ न यार दोस्त यार हावा लाग्यो त्यही भएर गाइज हामी चाहिँ बसिसक्यौँ हामी चाहिँ हट स्प्रिङ भन्ने होटलमा बसेछौँ तातो पानीमा अनि त्यसपछि अब वान सो यो द भ्यू यहाँबाट यस्तो यो एउटा होटल छ क्या यहाँ स्प्रिङ समथिङ केही स्प्रिङ भन्ने त्योभन्दा अगाडि चाहिँ यही होटल रहेछ राम्रो यो एरियाको चाहिँ त्यही भएर त म केही गफान्न मन लागेन होइन अनि हाम्रो लागि त्यो उस्नी त्यहीँ छ कि नजिक नै यहीँ मुनि नै रहेछ त्यो हट स्प्रिङ पनि त्यस हामीलाई चाहिँ रमाइलो हुनुभयो गाइस अनि त्यसपछि यो प्राइभेट हो क्या हाम्रो guys, we're gonna have our dinner now. Our dinner is आइसक्यो त्यसपछि I'm super tired and our food is ready right here and त्यसपछि हेर्दाखेरि चाहिँ राम्रो देखिरहेको छ let's see what the taste is आज लेटेस्ट सेटेस्ट हालेर ल्यान साग भन्दाखेरि त्यसले साग भनिदिन्छ फेरि So what's up guys, good morning अनि आज चाहिँ हाम्रो अर्को डे अनि त्यसपछि आज हामी तातो पानीमा बसिरहेको थियौँ भने गाइज अनि you know what to do in तातो पानी we'll be going and jumping into that भन्दा नि यहीँ रहेछ कि हाम्रो होटल मुनि नै रहेछ भन्दा नि मुनि नै छ भनेर बस्यो हो अनि विल बी गोइङ टु द्याट नेचुरल हट स्प्रिङ अनि त्यसपछि यहाँ चाहिँ के हो भन्दाखेरि यो ट्रिपभरिको तिम्रो जुन जुन थकान हुन्छ नि सब थकान मेटाइदिन्छ अरे तातो पानीले द्याट माइट बी अ मिथ अथवा द्याट्स अ रियल फ्याक्ट लेट्स गो एन्ड चेक द्याट अरू भन्दा नि के हो भन्दाखेरि यहाँ बसिसकेपछि त्यहाँ नजाँदा कुरो हुन्न नि त मेरो त अन्तखेरि केही पनि मिस आउट गर्नु छैन कि यो जर्नीमा आई डोन्ट वान्ट टु मिस आउट एनिथिङ के आई विल डु एभ्रिथिङ जस्ट एभ्रिथिङ त्यही भएर त्यही हो नेचुरली चाहिँ कसरी आउँछ त नि तातो पानी मैले नबुझेको कुरो ल अनि नबुझेको भन्दा पनि बुझ पचाएको कुरो यहाँ यस्तो भएको थियो क्या रोहन पहिला भोल्क्यानिक इरप्सन भएको थियो यहाँ बुझ्यौ अनि पहिला भोल्क्यानिक इरप्सन हुँदाखेरि यहाँ लाभा थियो अनि लाभा भएर हामी नि लाभा भएको बुझ्यौ लगाइ जस्तो धारा नुहाउनु पर्ने रहेछ धारा नुहाउनु इज नट अ बिग डिल फर मी बिकज हानेरै हाल्नु त मैले त त्यो गाइज मैले जस्ट सावर लिएँ होइन यहाँ अब चाहिँ म तातो पानी कुण्डमा जान्छु गाइज Let's go. केटा चिलमा बस्ने हो क्या दोस्त गाइज यहाँ गएको त मलाई त डिहाइड्रेसन पो भयो यार पानी खाएर उला टन्न म त घुमाएँ यार एकछिन त
मतलब फनी घुमाएँ त यार टाउको त यो रिल्याक्स भयो ट्रिपमा गए जस्तो भयो म फेरि गोर्खालीको सन्तान हो होइन गाइज अनि म फेरि यस्तो तातो सातोले केही हुन्न है गाइज हो आऊ केही हुन्न ओए मेरो मोबाइल त राख्यो यार मैले डुबाउँछु यार खै किन हो पानी थोरै भयो कि के हो मेरो ज्यान त लल्याङ लुलुङ पारिदियो गाई दिनर दिन होइन यार खै यार टाउ पनि फटक्कै घुमा मलाई त है वे लल्याङ लुलुङ पारिदियो यार तर मजा आयो यार यही होला कि मजा भनेको लल्याङ लुलुङ है सुरुमा त मलाई छालै खुइलेला जस्तो लागिरहेको थियो होइन अनि त्यसपछि बिस्तारै बिस्तारै बडीले एड्याप्ट गर्दै गयो अरूभन्दा पनि यहाँ मैले एक्सपिरियन्स के गरेँ भन्दा डिजिनेस एक्सपिरियन्स गरेँ घुमाएको एक्सपिरियन्स गरेँ अरू त त्यस्तै हो 50 रुपियाँमा नाइस एक्सपिरियन्स अब गएर ट्याक्क गर कस्तो घुमाएको साथी मलाई हेर न यत्तिकै बस्यो पहिल्यै डिहाइड्रेट भइसक्यो म है अनि झन् त्यो बाफ निस्क्यो सास फेर्नै गाह्रो भइरहेको म त अझै पनि भइरहेको गाइज के भन्नु खै म बिरामी भएँ गाइज वा वा त नभन ल सेट भनिदिउँ के बिरामी भयो गाइज सेट लेख्नु त लेखिरहेको रहेछ गाइज यहाँ प्लिज टेक म्याक्सिमम फ्लुइड वेन स्टेइङ इन द पुल भनेर तर दादाहरूको बानी के हुन्छ त भन्दाखेरि तर दादाहरूको बानी तपाईँलाई थाहा नै है त्यस्तो कुराहरूको बाल नदिने बोर्डहरू नहेर्ने त्यस्तो चाहिँ नगर्नु भन्छु म तपाईँहरूलाई मैले के रेकमेन्ड गर्छु भन्दाखेरि यो बोर्डहरूमा जे डिस्क्लेमर दिएको हुन्छ जे नोटिसहरू दिएको हुन्छ त्यसलाई चाहिँ फलो गर्नु नभए तपाईँहरू पनि ढल्नुहुन्छ द्याट्स दि ओन्ली पिस अफ एडभाइस द्याट आई वुड लाइक टु गिभ यु साथीहरू त गइसकेँ मन भएको छु ओइ चप्पल यस्तो भन्ने बिर्सिरहेको मैले होटेलको टोइलेटको चप्पल धन्न लिइपुगेन म गाइज हामी चाहिँ निस्किसक्यौँ होटेलबाट पनि अनि त्यसपछि अब हामी चाहिँ पोखरातिर लाग्छौँ बट ड्युरिङ द प्रोसेस हामी बागलुङ पनि छिर्ने हो बागलुङको साथीहरूलाई म एकदम सम्झिन चाहन्छु मनिषा आई मिस यु लट तर म तिमीलाई भेट्न आउनु त्यही हो अब के भनौँ र अरू त बागलुङ कालिकाको दर्शन गर्ने हो गाडी आइसक्यो विल बी प्याकिङ आवर ब्याग्स प्याकिङ भन्दा पनि प्लेसिङ आवर ब्याग्स इन द गाडी एट दिस पार्ट अफ द जर्नी मैले टु डु लिस्टमा गर्छु भनेको सबै कुराहरू भ्याइसकेको थिएँ अनि त्यसपछि मेरो जर्नी सक्सेसफुल भएको मलाई अनुभूति भइरहेको थियो गाई चाहिँ हामी चाहिँ पञ्चकोटबाट निस्केर गण्डकी गोल्डन ब्रिजमा आउनु लागिरहेको अब मलाई सब नोस्टाइल्जिया हुन लाग्यो बिकज आई हेभ अलरेडी बिन हियर होइन अनि ठिकै त हो कुरो त्यो पुलमा त जे होस् मलाई त त्यतिखेर नि रमाइलो लाग्थ्यो ठुलो पुल कति मिटर अरे 400 समथिङ मिटर थियो क्या अब लेखेको थियो यार यहाँ कति मिटर भनेर त्यो उता बोर्डमा रहेछ अनि यहाँ त्यतिखेर आउँदाखेरि नि एकदम रमाइलो लाग्थ्यो अहिले पनि मलाई एकदम रमाइलो लागिरहेको होइन अरूभन्दा पनि यही केटाहरूसँग आएको थियो नि त रोहन थियो रोजन थियो म थिएँ रोजना दिदी नै हुनुहुन्थ्यो तर विशाललाई मैले मिस गरिरहेको छु ल तिमीलाई होइन केटाहरू जे भन्यो भने डर सर भन्ने कुरो मान्ने कुरो होइन कि बुझ्यौ त्यो भनेको आँखा लाउने कुरो हो कि जुन मलाई लाग्दैन कि बुझ्यौ यहाँ नेपाली हो दाइ हामी यार के हो यार तपाईँ यार त्यस्तो हामी त नेपाली नै देखिन्छौँ होइन र गाइस केटाहरूले के भन्छ भन्दा देवघाटको पुली भन्दा बढी हल्लिन्छ भनेर हुन पनि हो हुन त केही पनि नहल्लिँदो रहेछ यार पहिला त यस्तो हल्लियो जस्तो लाग्थ्यो यार मलाई डर लाग्थ्यो त यार सुरुचोटि त डर भन्दा पनि एक्साइटमेन्ट थियो एउटा अहिले चाहिँ खासै त्यस्तो केही पनि लागेन मलाई त हाम्रो चटक चाहिँ छ है म त्यो चाहिँ मान्छु है म त सु हान्थेँ क्या यहाँ रोनाल्डोवाला सु है फेरि अरू सु होइन त्यस्तो अरू सु फेरि मैले खुल्लामा हान्दिनँ नि थाहा नि तपाईँहरूलाई होइन अनि रोनाल्डोवाला सु हानेको रमाइलो लाग्यो अरू त डर खान म त यहाँ के गरेको म त दौडेको घरि यस्तरी भन्दै दौडेको घरि के गरेको रमाइलो भएको त यार मलाई त के छ केटाहरू के हो कस्तो झ्याउला खाने तिमीहरूलाई झ्याउला खा कि नै झ्याउला खाएन भने दौडिङ सो गाइस द्याट्स अल म त केही गर्न पनि मन लागेन अब म त दौडी पनि सकेँ के सबै गरिसकेँ मैले गर्नु अब बाँकी केही पनि छैन गाइस अब गर्नु बाँकी भनेको अब के हो त भन्दाखेरि अब बागलुङ कालिका जानु बाँकी हो बागलुङ कालिका नि जस्ट 2 मिनट्स फ्रम हियर हामी त हिँड्दै पनि पुग्दा हो तर हामी अब आफ्नै गाडी भएपछि गाडीमा जाने हो अहिले चाहिँ त्यही हो गाइस के भनौँ र म त खै म त सल्लोको रुख देखाइदिन्छु तपाईँहरूलाई ओके सल्लो हेर्नु ल ए कस्तो नाइस है मलाई यो रुख दामी लाउँछ क्या यार दे ग्रो इन अ म्यानर के अनि त्यसपछि म्यानरमा भएको राम्रो देखिँदो रहेछ बल्ल बल्ल सिक्दैछु
आई विल अल्सो बी इन म्यानर कि गाइज, आई विल अल्सो ट्राई टु बी इन म्यानर। त्यहीहरू त के भनौँ र, खै जे कुरा पनि अर्गनाइज भएको राम्रो देखिँदो रहेछ कि। आई होप मलाई गडले ओसिडी दिनुहुन्छ, त्यो भयो भने चाहिँ मैले आफ्नो कुराहरू अर्गनाइज गर्नुतिर ध्यान दिन्थेँ होला नि गाइज, होइन? जे भयो नि केही जस्तो लाउँदैन। अनि त्यसपछि चाहिँ रुम पनि खासै मिलाउन कि मैले। त्यही हो, मेरो रुममा आउनु भयो भने तपाईँहरू ओभर घिनलाग्दो चाहिँ हुन्न, ठिकै हुन्छ, तर सो निट एन्ड टाइडी चिटिक्क परेको चाहिँ भेटाउनुहुन्न तपाईँहरूले। द्याट्स अल आई हैव टु से गाइज। गाइज वेलकम टु बागलुङ कालिका है, बागलुङ कालिका। दिस इज माई फर्स्ट टाइम इन बागलुङ कालिका है गाइस, होइन? अनि जतिचोटि नि आफू नि म बागलुङ कालिका, मलाई सधैँ मन पऱ्यो है गाइज है। मलाई सबै कुरा मनपर्छ कि, मलाई त्यो हेट भन्ने कुरा केहीमा पनि होइन। अब म के भनौँ त नि यार, खोइ यहाँ पनि त पानी छ नि, यहाँ पनि नुहाइदिउँ कि गाइज, धारा। ओके वाट डु यु से? ओके ओ अब त चहल पहल दिन पाइयो नि त यार, त्यस्तो त के हो र, हामी त त्यस्तो मान्दैन हो। यो वे चाहिँ होइन, मलाई हिँड्न एकदम रमाइलो लाग्छ कि, बिकज शीतल पनि छ अनि रुखहरूको बिचमा यस्तो नाइसली पेभ्ड रोड छ, होइन? त्यति भएपछि चाहिँ मजा हुन्छ क्या यार गाइज यार। मजा भनेको तपाईँलाई थाहा छैन अनि म भनिदिन्छु, मजा भनेको रमाइलो, रमाइलो। ओके, अनि मजा भनेको मोजा नसोच्नु होला, मोजा भनेको त खुट्टा लाउने हो। मजालाई मजा भन्नेहरू चाहिँ छपरी हो कि गाइज, फोहोरलाई फोहोर हो भन्ने पनि छपरी हो ओइ त्यो चाहिँ होइन है गाइज है, त्यो होइन है गाइज। तपाईँहरूलाई थाहा निक्सनको चाहिँ ट्रुएस्ट लभ चलिरहेको गाइज है, थाहा छैन भने थाहा पाउनु। अनि त्यस्तै ट्रु लभ गर्ने केटीहरू तिमीहरू मेरो वरिपरि छौ भने सम्पर्क गर। मेरो नम्बर चाहिँ 9860896275। मेरो रोहनको नम्बर चाहिँ 9865187801। अनि अरू त म के भनौँ र गाइज, केही नि भन्दिनँ म त। अब अगाडि राम्रो वातावरण ठाउँ, राम्रो दृश्य हेर्दै हिँड्छु म, के भनौँ र है। ओइ दृश्य तिमी त राम्रो छैन होला गाइज। तपाईँहरूलाई थाहा मलाई कस्तो मुस्ताङको नोस्टाल्जिया भएको यो देखेर। यस्तो चिसो थियो नि त्यहाँ पानी, आम्मामा। यहाँ चाहिँ जस्ट नर्मल कि, तर वहाँको त्यही हो कि रमाइलो गाइज, चिसो पानीमा। साथीले त स्विमिङ खेलेर 11 रुपियाँ निकालिदिएर 11 रुपियाँ त्यो पैसा तर लक्षणको हुन्छ होला है, मैले कहाँ फाले चाहिँ थाहा छैन, पर्छ होला। लगाएँ यहाँबाट चाहिँ हजुरहरूले कालिका मन्दिर देख्न सक्नुहुन्छ। घन्टी सन्टी बजाखान केटाहरूले जस मन्दिरवाला भाइब चाहिँ सुरु भइसक्यो है। यहाँ पहिला बाजा साजा बस्थेँ यार, म बाजामा नाचेको पनि थिएँ। रोजिना दिदी तपाईँलाई पनि मैले मिस गरिरहेको छु ल, तपाईँसँग नाचेको थिएँ नि त मैले। गाइज यही अराउन्ड यही टाइममा म 2 वर्ष अगाडि चाहिँ यही मन्दिर आएको थिएँ, होइन? भगवान्लाई नमस्ते गरिदिउँ ढोकिदिउँ, बिकज वी आर संस्कारी गाइज। नोस्टाल्जिया चाहिँ हुँदो रहेछ गाइज। हामी भर्खर मन्दिर घुमेर आयौँ, म चाहिँ खुसी लाग्यो, रमाइलो लाग्यो। केटाहरू ईशान, असिम, विवेक, तिनीहरू सबलाई सम्झेर मैले चढाइदिन्छु ल बागलुङ कालिकामा पनि। मेरो साथीहरूलाई चाहिँ मैले जे होस्, तिनीहरू अधर्मी पापी तुच्छ भए पनि मैले आफ्नो संस्कारले आफ्नो धर्मले तिमीहरूलाई नि पुरा गरिदिएको कि पूर्ति गरिदिएको केटाहरू, मैले तिमीहरूको कोटा पनि बुझ्यौ। त्यही भएर तिमीहरूले मलाई जति थ्याङ्क यू भने नि थोरै नै पर्छ। मेरो फोटो कसले दिन्छ त नि यार, म त टेन्सन भयो त। लेट्स आस्क स्ट्रेन्जर टु क्लिक माई फोटो, होइन र? मसँग यहाँको ठाउँको फोटो नभएको त होइन गाइज, होइन? बस आइएम जस्ट ट्राइन टु बी एक्सट्रोभर्ट के, त्यही भएर मैले चाहिँ एप्रोच गरिरहेको छु मान्छेहरूलाई फोटो खिचिदिनु भनेर। त्यही हो, अरू त म के भनौँ र, खासै मलाई भन्न त केही पनि आउँदैन। तर यहाँ ट्राई टु बी एक्सट्रोभर्ट, मान्छेहरूसँग बोल्ने चाहिँ गर। यदि भयो भने तिम्रो पब्लिक स्पिकिङ स्किलहरू चाहिँ राम्रो हुन्छ। अनि जे कुरामा पनि लजाउनु जरुरी छैन जस्तो लाग्छ मलाई, किनभने बेसिक सोसियलाइज हुने कुरा हो नि त, होइन? बोल्न सिक्ने भनेको। द्याट्स वाइ यु सुड अलवेज ट्राई टु स्पिक। के छ ब्रो, धन्न ठोक्या यार। त गाइज हामी चाहिँ मन्दिर दर्शन गरेर पनि फर्किसक्यौँ, होइन? त्यसपछि विल बी गोइङ टु पोखरै अब चाहिँ। अनि म चाहिँ अब केटाहरूसँग यो अब लास्ट डेस्टिनेसन नै हुनसक्छ गाइज, तर खानै खाएन, खाना खाने हो पहिला। खाने हो नखाने? म त आज फास्टिङ बस्दिन्छु। किन त्यस्तो मन्दिर आएको भनेर? यतिकै फास्ट फुड खाम्ला, भेजिटेरियन। फेरि मलाई मासु मन पर्दैन गाइज, थाहा छ तपाईँहरूलाई। मन्दिरमा आएको बेला चाहिँ भनेर हिजो पनि चिकन दबाइयो होइन चाहिँ भयो नि, जाँदाखेरि त खान्न नि त हामी। अहिले पनि भोको पेट हो नि गाइज हामी, थाहा तपाईँलाई? म त पानी बाहेक केही पनि खाएन, त्यही पनि पानी किन खाएको गाइज तपाईँलाई थाहा? ताजा पानीमा डिहाइड्रेट भएर म त ढल्छु जस्तो भएको थियो गाइज यार। सो गाइज आम ब्याक इन पोखरा। अनि त्यसपछि आई मेट माई फ्रेन्ड्स विवेक एन्ड ईशान। असिम पनि हाम्रो साथी त हो, ए साथी त हो भन्ने आएछ, साथी हो। ओए हेर त असिम तिमीले के भने, मेरो भ्लगमै हाल्ने हो। अहिले पनि हो, असिम मेरो एकदम मिल्ने साथी हो, तर असिम क्रिकेट खेल्न गएको छ कि गाइज। यहाँ मैले मेरो साथीहरूलाई सम्झिन्छु फेरि पनि, मुस्ताङ जाँदाको साथीहरू। तिमीहरूसँग एकदम रमाइलो भयो मलाई। रोहन, रोजन, निक्सन, दिपान्स,
अनि त्यसपछि तिम्रो साथी यार विधान अनि त्यसपछि हाम्रो उमङ दोस्त है त्यो सबैसँग एकदम रमाइलो भयो मलाई एकदम मजा लाग्यो है केटाहरू अरूमा के भनौँ र खै ल त्यही हो मुस्ताङ चाहिँ इट वाज भेरी फन अनि टुडे आम गोना इन माई भ्लग यार यहाँ केटीहरूले हेरेर मलाई लाज लाग्यो गाइज बाई बाई